सौनकजी सौनकजी सोद्धछन्, हे सुतजी, हजुर चिरञ्जीवी रहनुहोस्। हजुर यो अपार संसारमा बिलिएका अल्मलिएका मनुष्यलाई तर्ने सजिलो बाटो देखाउनुहुन्छ। अत म एउटा प्रश्न सोध्दछु, त्यसको सन्तोषजनक उत्तर दिने कृपा गर्नुहोस्। मृकण्डका छोरा मार्कण्डेय ऋषिलाई सारा संसारले चिरञ्जीवी भन्दछन्। जुन बेला यस संसारमा महाप्रलय हुन्छ, त्यो कल्पान्तरमा सबै नष्ट भएर केवल एउटा मार्कण्डेय मात्र जीवित बाँचिरहन्छन्। किनकि ती मार्कण्डेय ऋषि हाम्रै कुलमा उत्पन्न भएका थिए। त्यो भृगुकुलको प्रवृत्ति भएपछि आजसम्म यस संसारको र प्राणीको प्राकृतिक नैमित्तिक लय भएको छैन। अनि म तिनलाई प्रलयमा पनि जीवित नै रहेका कसरी मानु? यिनैले प्रलयको अगाध समुद्रमा एक्लै घुम्दा घुम्दा त्यहाँ एउटा बरको वृक्षको पातमा एउटा सानो र अद्भुत बालक सुतिरहेको देखे। प्रलयमा त्यो बर वृक्ष मात्र कसरी रह्यो? मेरो यो सबै सन्देह निवारण गरिदिने दया कृपा गरिबक्सियोस्। सौनकजीको त्यस्तो प्रश्न सुनेर प्रसन्न भएका सुतजी भन्दछन्, हे सौनकजी, तिमीले गरेको प्रश्न समस्त लोकको ब्रह्मजाल काट्न समर्थक छ कि यस प्रश्नमा कलियुगको सम्पूर्ण मल नाश गर्न सक्ने उत्तम नरनारायणको कथा छ। अब मार्कण्डेयका पिता मृकण्डले तिनको गर्भाधान आदि सबै संस्कार यथाक्रम गरे अनि तिनको यज्ञोपवीत संस्कार व्रतमन्न भयो। त्यसपछि तिनले ब्रह्मचार्यको व्रत लिई तपस्या गर्नको निम्ति वेदाध्ययन आरम्भ गरे। त्यसपछि नैष्ठिक ब्रह्मचार्य पालन गरी जटाजुट पालेर वृक्षको छाला लगाउन थाले। दण्ड र कमण्डलु धारण गरे। मृगचर्म रुद्राक्षको माला र कुश नै तिनको धन सम्पत्ति थियो। ती त्रिकाल, सन्ध्या, अग्निहोत्र र सूर्यनारायणको उपासना आदि विधिपूर्वक गर्दथे। म ब्रह्म हुँ, म नै परमात्मा हुँ, म नै परमात्मा हुँ, यस प्रकारको ध्यानमा मग्न रहन्थे। ती बिहान बेलुका दुवै छाक भिक्षा मागेर ल्याई आफ्ना गुरुको सन्मुख राखिदिन्थे। जे जति गुरुले दिन्थे त्यसैमा मार्कण्डेय प्रसन्न रहन्थे। गुरुले केही पनि नदिए भोकै बस्दथे। यसै क्रमले स्वाध्याय र तपस्या गर्दा गर्दा तिनको करोडौँ वर्ष बिते। अनि मार्कण्डेयले मृत्युमा पनि विजय प्राप्त गरे। त्यो देखेर ब्रह्मा, शिव, भृगु, दक्ष, ब्रह्माका पुत्र मनुदेव, पितृगण सबै अचम्म मानेर आश्चर्य गर्न थाले। त्यसपछि मार्कण्डेयले पनि शान्त चित्तले भगवानको ध्यान गर्दा गर्दै 6 मन्वन्तर बिताए। यो 7औं मन्वन्तरमा देवराज इन्द्रले मनमा डराई तिनको तपस्या विघ्न पार्नको निम्ति गन्धर्व, अप्सरा, कामदेव, वसन्त ऋतु, मलया चलको पवित्र र स्वच्छ वायु, मोह, मद आदि सबैलाई तत्काल पठाए। तिनीहरू पनि मार्कण्डेय ऋषिको आश्रम पुष्पभद्रा नामकी पवित्र नदीको तीरमा चित्र नामको शिला लिएर आए। मार्कण्डेयको आश्रम अनेक थरीका वृक्ष, लता एवं पुष्पहरूले शोभायमान थियो। चारैतिर अन्य अन्य ऋषि मुनिगणको निवास स्थान थियो। निर्मल जलाशय थियो।
थियो। कोकिल, मयूर, भ्रमर आदि अनेक थरीका मनमोहक ध्वनि गरिरहेका थिए। सुरम्य वनमा हिमको छटाले काम भावना जागृत पार्ने सुगन्धित वायु चलिरहेको थियो। त्यसमाथि वसन्त ऋतु प्रकट भयो। अप्सरा नाच गान गर्न लागे। कामदेव पनि हातमा फुलको धनुष लिएर प्रकट भए। त्यस वखत मार्कण्डेय ऋषि अग्निकुण्डमा हवन गरी सचिदानन्द भगवानको ध्यान गर्न लागेका थिए। मार्कण्डेयलाई देखेर इन्द्रका सेवकहरू आफ्ना आफ्ना पराक्रम देखाउन लागे। अप्सराहरूले गीत खेल्दा, अप्सराहरूले भकुण्डो खेल्दा, अप्सराको वस्त्र वायुले खसालिदियो। त्यो दृश्य मार्कण्डेयले देखे अनि अब त मार्कण्डेय मेरो बसमा परे होलान् भन्ने ठानेर कामदेवले आफ्नो अमोघ बाण प्रहार गरे। तर त्यसले मार्कण्डेयको चित्त विचलित पनि गर्न सकेनन्। अनि त्यहाँ मार्कण्डेयको चित्त विचलित पार्न सकेनन्। अनि त्यहाँ गएका जति सबैले आफ्ना आफ्ना शस्त्र, नाच गान, हाउभाउ सबैको प्रयोग गरे। तर ती मार्कण्डेय अविचलित रहे। अन्त्यमा सबैले हार मानी अभिमान चूर भएर शिर निहुराई तिनले श्राप दिन्छन् कि भन्ने डर लागेर जहाँबाट आएका थिए उहीँ फर्केर गए। त्यसरी इन्द्रका आज्ञा पालक सेवकले अनेक उपद्रव गरे पनि ऋषिको केही पनि भएन भन्ने समाचार सुनेर इन्द्रलाई ठुलो विस्मत भयो। अनि नरनारायण मार्कण्डेयलाई अनुग्रह गर्न त्यहीँ प्रकट हुनुभयो। तिनमा एउटा गौरव र अर्का श्याम वर्णका थिए। कमलका पत्र झैँ नयन भएका मृग चर्म र बलकल धारण गरेका बिजुलीको जस्तै कान्ति भएका र ठुल्ठुला देवताद्वारा पुजिएका त्यस्ता नरनारायणको दर्शन पाउने बित्तिकै झट्ट उठेर मार्कण्डेय ऋषिले दण्डवत प्रणाम गरे। भक्तिले गर्दा अङ्ग पुलकित ढक्क फुल्यो। गहभरि आँसु आयो र गदगद कण्ठ भई निकै बेरसम्म बोल्न सकेनन्। केवल अनुपम सौन्दर्य हेरी मात्र रहे। धेरै बेरपछि बलपूर्वक मन चित्त थिर पारी नरनारायणलाई आसनमा बसाली धूप दीप अर्घ पुष्प माला आदिले पूजा गरी विनम्र स्वरमा प्रार्थना गर्न लागे। हे प्रभु, हजुरकै प्रेरणाले ब्रह्मादि देवतादेखि कीट पतङ्ग पर्यन्तम शरीरमा आत्मा रूपले घुम्नुहुन्छ। जगतको रक्षा गर्न अनेक प्रकारका अवतार धारण गर्नुहुन्छ। यो दुई रूप पनि जगतकै पालन गर्न र समस्त संसारको कष्ट निवारण गरी मोक्ष प्रदान गर्न प्रकट भएको हो। जसरी माकुरो पहिले जाल फैलाएर पछि आफू पनि त्यही जालमा अल्झिएर जीवन समेत फाल्दछ, त्यस्तै हजुर पनि सारा सृष्टि गरेर त्यसको सङ्हार पनि गरिबक्सिन्छ। बिचमा पालन पनि हजुरै गरिबक्सिन्छ। त्यसै कारण ठुल्ठुला ऋषि मुनिहरू हजुरको ध्यान पूजा र स्तुति आदि गर्दछन्। त्यस्तै म पनि हजुरको भजन गर्दछु। हे प्रभु, चारैतिरबाट
आइलागेका अनेक प्रकारका भयबाट हजुरको चरणकमल नै रक्षा गर्दछ। मनोवाञ्छित फल दिने हजुरकै चरण छन्। यस जगतको सृष्टि स्थिति र प्रलय एवं सत्व रजत तम आदि समस्त केवल हजुरकै प्रेरणाले बनेका छन्। हे नर, हे नारायण, सांसारिक विषयमा गाडिएको मूढ र बुद्धिहीन पुरुष जस्तो महिमा जान्दैनन् त्यस्ता हजुरलाई मेरो कोटि कोटि नमस्कार छ। हजुरको अलौकिक महिमा हजुरकै कृपा नभई कसैले जान्न सक्दैन। हजुरकै अनुग्रहले ती वेद प्राप्त गरेर केवल ब्रह्माजीलाई मात्र अलिअलि हजुरको विषयमा ज्ञान भएको छ। हजुरको सम्पूर्ण रहस्य केवल वेद मात्र जान्दछन्। वेद बाहेक अन्य शास्त्रको अध्ययन मननले हजुरको दर्शन पाउन सकिन्न। जसको महिमा जान्न नसकेर ब्रह्मा पनि मोहित हुन्छन् त्यस्ता नर नारायणलाई मेरो कोटि कोटि नमस्कार छ। मार्कण्डेयको प्रलय दर्शन। सुतजी भन्नुहुन्छ, हे सौनकजी, मार्कण्डेय ऋषिले जब भगवान नर नारायणको स्तुति गरे तब नर नारायणले प्रसन्न भएर भन्नुभयो, हे ऋषि श्रेष्ठ, फलको कुनै पनि इच्छा नराखी मेरो तपस्या गर्नाले आज तपस्या तिम्रो सिद्ध भयो। तिमीले जुन नैष्ठिक ब्रह्मचारीको व्रत लियौ त्यसले म साह्रै प्रसन्न भएँ। तिम्रो कल्याण हुनेछ। तिमीलाई वर दिन हामी उपस्थित भएका छौँ। जे मनमा इच्छा छ त्यो निसङ्कोच माग। त्यस्तो नरनारायणको आज्ञा सुनेर मार्कण्डेय बिन्ती गर्दछन्, हे देवेश अच्युत, हजुरले जो वर माग्न माग भन्ने आज्ञा भयो त्यो हजुरले आफ्नो अनुरूप उत्कर्ष देखाउनु भयो। तर मलाई कुनै पनि वरको इच्छा छैन। जुन नर नारायणको दर्शन पाउने अभिलाषा राखेर ब्रह्म शङ्कर आदि निरन्तर उनको नाम स्मरण गरिरहन्छन् तिनै नर नारायणको दर्शन पाउनु मेरो निम्ति कुनै ठुलो वरभन्दा पनि ठुलो काम हो। आज नर नारायणको दर्शन पाएँ। योभन्दा ठुलो वरदान मेरो निम्ति अरू केही पनि हुन सक्दैन। यदि हजुरको इच्छा मलाई वरदान दिने छ भने म हजुरको मायाको दर्शन गर्ने इच्छा गर्दछु, जसलाई देखेर देवता लोक परलोक लोक र लोकपाल आदि सबै मोहित भएका थिए। एउटै ब्रह्म अनेक थरीका तर्क वितर्क भेद विभेद देखिरहन्छन्। सुतजी भन्दछन्, हे सौनकजी, मार्कण्डेय ऋषिले त्यस्तो वरदान मागे। का सुनेर नर नारायण भगवानले मुसुक्क हाँसेर बोल्नुभयो, हे मार्कण्डेय, तिमीले भने जस्तै हुनेछ। त्यसपछि आफ्नो आश्रममा जानुभयो। हे सौनक, त्यसपछि एक दिन साँझको बेलामा मार्कण्डेय पुष्प भद्रा नदीको तटमा बसेर नारायण भगवानको ध्यानमा तल्लीन भइरहेका थिए। त्यसै बखत डरलाग्दो बतास र आँधी चल्न लाग्यो। आँधीले गर्दा आकाशमा बादल लाग्यो। बिजुली चम्केर मुसलधारे घनघोर वर्षा हुन लाग्यो। मार्कण्डेय ऋषिले देखे चारैतिरबाट समुद्र उर्लिएर आइरहेको छ र सम्पूर्ण पृथ्वी जलमा डुबिसकेको छ। त्यो अनन्त र भयङ्कर जलमा अनेक जन्तुहरू घुमिरहेका छन्। त्यो जलराशिमा पृथ्वी मात्र होइन कि स्वर्ग पनि डुबिरहेको छ। त त्यसपछि मार्कण्डेय आँटिए अनि डाँडा काँडा
पर्वत पाखा द्वीप खण्ड सबै प्रलय कालको समुद्रले छोप्यो। स्वर्ग मर्त पाताल अन्तरिक्ष सबै जब जलले छोप्यो, तब मार्कण्डेय पनि त्यही जलमा पौडी खेल्न लागे। जलमा घुम्दा घुम्दा अनेक तरहका जल जन्तुहरू देखे। अनेक थरीका कष्ट पाई कहिले भुमरीमा गाडिन्थे, कहिले जलमै डुब्दथे, कहिले जलमा बग्दथे, कहिले माथि उत्रिन्थे, कहिले जलमा बग्दथे, कहिले जलले पछार्थ्यो, कहिले जल जन्तुहरू आई तिनको शरीरलाई मासु लुत्थे। ती कहिले भयभीत हुन्थे, कहिले डराउँथे, कहिले रोग ग्रसित भए झैँ हुन्थे। त्यसरी भगवानको मायाका चक्रमा गाडिएका मार्कण्डेय मुनि मोहित हुन लागे। त्यसरी जलमा घुम्दा घुम्दा मुनिका लाखौं करोडौं वर्ष व्यतीत भए। जब ती समय दुःखबाट साह्रै नै व्याकुल हुन लागे, तब एउटा अलि अल्गो ठाउँमा सानो बरको वृक्ष देखे। त्यस वृक्षमा हरिया हरिया पात र राता राता फल शोभायमान देखिरहेका थिए। त्यस वृक्षको एउटा हाँगा ईशान कोणतिर फैलिएको थियो। त्यसको पातमा एउटा अत्यन्त राम्रो सानो बालक पल्टिएर बुढी अम्लोको चुसिरहेको थिए। ती शिशुका शरीरको अनुपम सौन्दर्य साह्रै राम्रो सौन्दर्य थियो। तिनको प्रकाशले प्रलयको अन्धकार नष्ट भइरहेको थियो। मुख कमलबाट सौन्दर्य चारैतिर छरिरहेको थियो। चाक्लो छाती, सुगाको झैँ नाक, शङ्ख जस्तै घाँटी, औँठी झैँ बटारिएका कपालका केश, गालामा आउँदा सौन्दर्यमा झन् वृद्धि हुन्थ्यो। तिनको श्वास प्रश्वासद्वारा नै समुद्रका लहरहरू उठिरहेका थिए। ती शिशुको श्याम वर्ण थियो। मधुर मुस्कान अत्यन्त मनोहारी थियो। तिनका ससाना हातमा अत्यन्त राम्रा औँलाहरू थिए। ती शिशुलाई देखेर मार्कण्डेय मुनि ठुलो आश्चर्यमा परे। तिनको थकाइ हरायो, हृदय प्रसन्न भएर आयो। ती अनेक थरीका शङ्काहरूको भावना नुहाए जस्तै हुन लागे। अनि मार्कण्डेय ती बालकको लामो श्वासले तानिएर स्वाट्ट बालकको पेटमा पुगे। त्यहाँ मुनिले सम्पूर्ण सृष्टिको दर्शन पाए। ती बालकको पेटमा पुगेपछि ती अकनबक्क भने झैँ जस्तै भए। त्यहाँ मुनिले आकाश, अन्तरिक्ष, पर्वत, समुद्र, द्वीप, नगर, देवता, दानव, दैत्य, नदीहरू सबै देखे। त्यही आफ्नो आश्रम र आफू प्रभुको ध्यानमा निमग्न भएको पनि देखे, स्पष्ट देखे। यसरी सारा जगतलाई देखेर ती ठुलो आश्चर्यमा गाडिए। त्यसपछि फेरि ती मुनि उनै बालकको लामो श्वासद्वारा पेटबाट बाहिर निस्के। उही प्रलयकालीन समुद्रमा पछारिए। अनि तिनै बालकलाई खुट्टाको बुढी औँला चुस्न लागेको देखे। तब मार्कण्डेयले मुनिले ती बालकलाई काखमा लिन निकै परिश्रम र कष्ट साथ अघि अघि सरे। किन्तु हे शौनक, ती कुनै साना बालक थिएनन्। ती त इन्द्रियातीत अगोचर एवं योगीहरूका पनि स्वामी र घटमा निवास गर्ने नारायण भगवान थिए। मार्कण्डेय मुनिलाई आफ्नो नगिचै आउन लागेका देखेर अकस्मात अन्तर्ध्यान भए। तिनी अन्तर्ध्यान हुनासाथ त्यो वरको वृक्ष, त्यो प्रलयकालीन जल आदि, मेघ आदि सबै विलिन भएर मार्कण्डेयजी 7
फल त उनै नारायण भगवानको उदरमा प्रविष्ट भएर तिनै फल त बाहिर निस्के। यसरी 7 फल त प्रलयको अनुभव मार्कण्डेय मुनिले गरे। यसै निम्ति मुनिको सामुन्ने 7 फल त प्रलय भएर उनले देखे भनिएको हो। द्वादश स्कन्द श्रीमद् भागवत सुखसागरको द्वादश स्कन्दको 9औं अध्याय र 10वां अध्यायले यथावती विस्तार गरियो। श्रीकृष्ण भगवान। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवम्। श्रीकृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवम्।